ब्याक टु माई न्यू डे न्यू भ्लग होइन। यो तपाईँहरू सबजना सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु होइन। घाम यस्तो चर्किरहेछ कि अब यसो गर्मी भइरहेछ आज होइन। नुहाउन आएको घामी केटाहरू के कस्तो हुन्छ हेर्दै गर्नु होला होइन। नुहाएको भिडियो तपाईँहरूलाई देखाउने नै छौँ हामी। मलाई चाहिँ पौडी खेल्न आउँदैन है, तर कसम पौडी खेल्न चाहिँ आउँछ। गाइजहरू मौसम एकदम खतरनाक भएको छ। एकैछिनमा घाम चर्किन्छ, एकैछिनमा बादल लाग्छ होइन। यहाँ हाम्रो दुईटा केटाहरू पौडी खेल्दैछन्, सबिन अनि कक्रोच। नाम चाहिँ यसको रिउ आज, तर हामीले कक्रोच भनेर बोलाउने गर्छौँ। त्यो किन त्यो चाहिँ थाहा छैन। सबिनलाई चाहिँ अलिअलि अनप्रोफेसनल हो, बिगिनर हो। कक्रोच चाहिँ हामी के भन्छ हौ, खोइ के भन्छ, जे भन्छ केही त भन्छ, त्यो इन्टरप्रेनर। लु हाम्रो स्विमिङ कोच यहाँ हुनुहुन्छ। लु अहिले डाइभ हान्न आँटेको छ, फुत्ते उठेर डाइभ हान्छ ल। सबिन ब्रदर चाहिँ पानी छ्याप्दै हुनुहुन्छ केटी जस्तै। ला हाम्रो सबिन ब्रदरको दुध भन्दा माथिसम्म पानी गइसक्यो। गाली गलत नगर्नु। लु दुई शब्द भनिदिनु पर्यो। आएर होइन यो लुगा लाउँदैछ होइन। म चाहिँ नुहाएर निस्किसकेँ, कपाल भिजिरहेको छ। पानी त यति छ भनेको कस्तो गहिरो हो क्या। झन् बिचमा गयो भने त डुबिहालिन्छ, केही नै देखिँदैन त्यस्तो पानी छ होइन। यहाँनिर यत्रो ठुलो पोखरी छ के। पोखरी सानो हुन्छ त। अनि यसलाई हेर न, यहाँ उहाँ हेर न, छातीमा पुरै माटो छ, त्यसले यादै गरेको छैन। ल फेरि एक चुबुल्की हान्नै पर्छ। यस्तो घाम छ नि, बादल चाहिँ खतरा लागेको छ क्या, तर कोही छैन होइन। बिचतिर पोखरी छ, कस्तो दामी ठाउँ छ क्या, एकदम मनपर्छ होइन यस्तो ठाउँ। पोखरीमा नुहाइयो, फ्रेस भइयो, ह्याङओभर पनि ओर्लियो होइन। अब टक्क लगाएर घर गइन्छ, अनि त्यहाँपछि सुतिन्छ होइन। जसले युट्युबमा सब्सक्राइब गर्नुभएको छैन सबैजना सब्सक्राइब गरिदिनु होला, र एक लाइक पनि गरिदिनु है सबैजना।